हेलो साथीहरू सबैजनालाई गुड आफ्टरनुन है। अहिले चाहिँ म आरिटार आइसकेको छु र आरिटार चाहिँ तपाईँको यो माथि रमिते भ्यू पोइन्ट गएर चाहिँ अहिले चाहिँ यहाँ माथि गुम्पामा आइरहेछु। गुम्पा चाहिँ जाँदैछु जानु चाहिँ है। अनि उहाँहरू चाहिँ मेरो गेस्टहरू हुनुहुन्छ र यो काकुहरू चाहिँ निकै अघि चाहिँ हिँड्नु सक्दिनँ भन्दै थियो, अहिले चाहिँ निकै गाडीको बाटो छोडेर नि 1 किलोमिटर माथि आइसक्यो। तगडा रहेछ काकुहरू चाहिँ, गुम्पा हेर्ने नै हेऱ्यो नि त। अनि अहिले चाहिँ रमिते गुम्पा माथि भ्यू पोइन्ट सकेर चाहिँ यहाँ आरिटारको गुम्पामा जाँदैछ। अहिले चाहिँ गुम्पा आइपुग्नु आँटेको छ। काकु काकु के मन लाग्बो के मन लाग्बो के मन लाग्बो के मन लाग्छ भालो? हाँ वही तो हामी भिडियो करें ना इसीलिए। काकू बोले नि तो दारुण लाग्छ ओ निकै ओह्रालो जानुपर्ने रहेछ यहाँदेखि नि। साथीहरू तपाईँहरू पनि आरिटार आउनु भयो भने चाहिँ यो गुम्पा चाहिँ मिक्स नगर्नुहोस् है, मजाको अनि रमाइलो जग्गामा रहेछ हो। काकुहरू चाहिँ निकै बारात गएको जत्तिकै जाँदैछ नि हौ। अहिले उकालो चढ्दा चाहिँ दाउने गोरु जस्तो फ्याँ फ्याँ हुन्छ होला बुढोहरू, तर नि दम चाहिँ छ। काकीहरू निकै तगडा छ नि, जति नै भए पनि हिँड्ने नै भन्छ। अनि हेर्दै गर्नुहोस् है साथीहरू, म तपाईँहरूलाई देखाउँदैछु म भिडियोहरू। र साथीहरू अब चाहिँ गुम्पा आइपुग्नु आँटेको छ है। तपाईँहरूलाई म गुम्पाको दृश्यहरू पनि देखाउँछु। अनि आज चाहिँ गेस पनि मजाले घुम्ने भनेर चाहिँ 10 बजीतिर निक्लेको होटेलबाट है। माथि रमिते भ्यू पोइन्ट गएर चाहिँ गुम्पा हेर्ने भनेर चाहिँ अब जुन चाहिँ गुम्पाको छेउमा पुग्दै आँटेको छ हेर्नुहोस् है। र साथीहरू फाइनली अहिले चाहिँ भने गुम्पामा आइपुगेको छौँ है। तपाईँहरू देख्न सक्नुहुँदैछ यो चाहिँ तपाईँको आरिटारको माङ्किम भन्दो रहेछ माथि है। अहिले चाहिँ अब यहाँ चाहिँ बेसी हल्ला पनि नगर्नुपर्ने छ, साइलेन्टमा रहेछ है। सबै कुरा चाहिँ भित्र चाहिँ पुरा ध्यान भइरहेको रहेछ नि त, त्यही भएर चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ है। अनि तपाईँहरूलाई चाहिँ म के देखाउँछु भने नि, माथि गुम्पादेखि चाहिँ तपाईँको तल आरिटार यस्तो मजाले देख्दैछ लेक। हेर्नु नि ओपर दामी भ्यू देख्दो रहेछ यहाँदेखि चाहिँ है। हिजो चाहिँ यहाँ तल आरिटार लेकमा थियो नि त, त्यही भएर यो माथिको गुम्पा देख्दा चाहिँ उनीहरू नि आउने भने कि, अनि चाहिँ आज चाहिँ यतातिर आएको नि त। खासमा चाहिँ यही भ्यू चाहिँ ओभर दामी देख्दो रहेछ नि त यहाँदेखि। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि है। र फाइनली साथीहरू अहिलेको लागि चाहिँ है यो मेरो सानो भिडियो चाहिँ यहीँ राख्नु चाहन्छु। र फेरि पनि तपाईँहरूलाई म नयाँ अपडेटहरू भिडियोहरू दिँदै गर्छु। त्यति बेरको लागिसम्म चाहिँ सबैजनालाई है म चाहिँ बिदा लिनु चाहन्छु है। मेरो सानो भिडियो म तपाईँहरूलाई अपलोड गर्नेछु।